गुड मर्निङ सबैजनालाई है। म चाहिँ अहिलेसम्म यत्रो समय मैले बाइक चलाएँ होइन। बाइक चलाइरहँदाखेरि पनि कहिले पनि म राइडमा गइनँ। आफ्नै व्यक्तिगत हिसाबले चाहिँ पटक पटक लङ रुट गएँ होइन। तर आज चाहिँ मैले संयोगवश भनौँ या अब जुन भाइहरूले अहिले बुलेट जक्सनको भाइहरूले अर्गनाइज गर्नुभएको छ राइडको लागि, मैले पनि राम्रो त सबै कुरा त बुझेको छैन। मेरो चाहिँ फर्स्ट टाइम पहिलोचोटि हो यो चाहिँ। त्यही भएर म अलिकति एक्साइटेड पनि छु, अलिकति नर्भस पनि छु। मेरो लागि पहिले हो, त्यही भएर म जाँदैछु। अनि आज हाम्रो भेट्ने ठाउँ चाहिँ यो पर्यो, पहिलोचोटि भेट्ने ठाउँ चाहिँ। अनि त्यहाँनिर जाँदैछु। बहिनीहरू आउँदै हुनुहुन्छ, म बस्दैछु उहाँहरूलाई। मेरो ग्रुप भनौँ न होइन, मैले चिनेको साथीहरू चाहिँ त्योभन्दा पहिला चाहिँ मैले कसैलाई पनि छैन, तर मैले जति पनि चिनेको साथीहरू चाहिँ आउँदै हुनुहुन्छ। त्यही भएर चाहिँ म उहाँहरूलाई रुँदैछु। म चाहिँ अहिले त्यो ठ्याक्क 0 बजीमा छु। घरमा चाहिँ बनाउने खै मलाई किन बनाइनँ घरबाटै, खासै मैले सुरु गर्नुपर्ने चाहिँ थियो, तर मैले घरबाट चाहिँ गरिनँ। अब यो पछाडिको कुराहरू पनि म तपाईँहरूलाई देखाउँदै लैजान्छु ल, जोइन गर्छु। अनि मैले चम्ची चाहिँ ल्याएँ ल हो, यहाँ छ, यसले लियो न, केही त छैन। चम्ची केले खाने हो त्यो? छैन। यहाँनिर भ्यू पोइन्टमा आइपुगेको छौँ। यस्तो छ। हस्, हुन्छ। हाम्रो धरान, राम्रो धरान, सुन्दर धरान। यो महाराइडमा हाम्रो टाइटल स्पोन्सर हुनुहुन्छ रोयल एनफिल्ड है। अनि यो महाराइड चाहिँ पावर बाई एक्सट्रिम एनर्जी तपाईँ जानुहुने हुनुहुन्छ। हेलो। आउनु त। यार हजुर। ए नमस्ते भाइ। ला कसले बाँधिदिएछ? सबैकोमा हो, झन्डा बाँधिदिइसक्नु भयो। यो फोटो खिच्नु नि झन्डा यस्तो अब चाहिँ हामी यहाँ जानुको लागि ब्रिफिङको लागि कुरा हुँदैछ।
काठमाडौँको डनै लुकिरहेको छ कहाँ हुन्छ नि र समयको अभावले म थोरै 2 मिनट मात्रै बोल्दैछु म रोड क्याप्टेनको नाताले तपाईँलाई म के भन्न चाहन्छु भने तपाईँहरूको स्पिड लिमिट भनेको 60 हुन्छ म्याक्सिमम है नभए 50 मात्रै हो र कतिपय राइडरहरूले यो रुट कुदाउनु भएको छैन होला एकदमै तपाईँहरूले ओभरटेक नगरिदिनु होला कसैलाई ओभरटेक नगरिदिनु होला किनकि तपाईँहरूले त्यो गर्नुभयो भने किनकि हाम्रो जुन हाम्रो त्यो राइड हो राइडै खर्वालिन्छ क्या लास्ट इयर अलिकति भाइहरूले 6-7 जनाले त्यो गरेको थियो किनकि एक्सिडेन्ट पनि भएको थियो थ्याङ्क गड त्यो ठुलो चटपटक लागेन र यसपालि चाहिँ कसैलाई ओभरटेक नगर्नु होला र नभएको एक अर्कामा 3 मिटरको ग्यापमा रहनु होला त्यो भनेको कोही पनि अगाडिको साथी लड्यो भने पछाडिकोले ब्रेक हानेर उसलाई जोगाउन सक्छ 3 मिटर ध्यान दिनु होला र स्पिड भनेको साथी म्याक्सिमम तपाईँ हाम्रो 50-40 को स्पिड हुन्छ र तपाईँले गाडीलाई भनौँ न 50 फुटसम्म 10 मिटरसम्म अथवा 15 मिटरसम्म तपाईँले गाडीलाई क्रस नगरिदिनु होला त्यहाँ चाहिँ अफरोड छ अथवा खाल्टाखुल्टी कुनै खाल्टाखुल्टी छ भने हुन्छ मैले यो साइन गरेँ भने अब त्यहाँ चाहिँ रेस्ट रहेछ है अब 5-10 मिनटको रेस्ट रहेछ भने बुझ्नु पऱ्यो मैले यो ट्याङ्कीमा तपाईँलाई गरेँ भने फ्युल स्टेसन आएछ भने सम्झिनु पऱ्यो अगाडि ट्राफिकहरू जामहरू छ भने यो गर्यो भने तपाईँले होइन अगाडि ट्राफिक अलिकति प्रब्लम रहेछ भन्ने बुझ्नुपर्छ ओके थ्याङ्क यू सो मच जय प्लेट जोरपाटी भन्ने ठाउँ छ र जोरपाटीमा हामी ब्रेक गर्छौँ जोरपाटीमा चाहिँ त्यहाँ तपाईँको जोरपाटी अलिक तेर्सो छ कि त्यही धनकुटामा प्लेस छैन नि त साथै लानुपर्छ ल गाउने है भिडियो बनाउने त्यहाँ मात्रै हुन्छ त्यहाँबाट हाम्रो डाइरेक्ट किन्जुरे आरआर गार्डन अढाई घन्टामा पुगिन्छ जय बुलेट सबैजना जय बुलेट पछाडि उता जाँदै गरेको राइडर्सहरू प्लिज राइडर्स प्लिज 5 मिनट मात्र लास्ट ब्रिफिङ 5 मिनट आउनु यहाँ यहाँ टिम मेम्बर हेर्नु तपाईँले 5 मिनट आउनु यता मार्सल्स यता क्याप्टेन रोड क्याप्टेन राइडर्स 5 मिनट मात्र 5 मिनट रोड क्याप्टेन आउँछ यहाँ मेन क्याप्टेन उहाँ हुन्छ रोड क्याप्टेन लक्ष्मण राई उहाँको हुन्छ हाम्रो टिम अलिक धेरै भएकोले हामीले 4-5 जना क्याप्टेन बनाएको छौँ उहाँको पछाडि शिवाया खा पनि हुनुहुन्छ उहाँको पनि टिम साथ है बुझ्दै भाइ फिरोज मिलन फिरोज चिराउले त बुद्ध पनि हुन्छ एउटा रोड क्याप्टेन है र अब यो जुन चाहिँ हाइलाइटर लाउनु भएको छ उहाँको काम चाहिँ के हुन्छ भने तपाईँहरूलाई रोडमा रोड क्याप्टेन हामीले लिड गर्छौँ हाम्रो पछाडि एकदम स्विपर हुन्छ स्विपरले तपाईँलाई पछाडि पिक्चर पारेर हिँड्छौँ त्यसमा तपाईँले ग्रुप छुट्याइ लगभग पनि ग्रुप छुटिसकेको छ होइन सिक्किमको टोलीहरू मिलन भेरी फर मिलन नमस्ते
म चाहिँ हाम्रो ब्याङ्क क्याप्टन साहब चाहिँ उहाँ दिनुहुन्छ हेलो के हो भाइ धेरै पनि भेट भयो त यतातिर चेन्ज गरेको तिमीले त्यही भएर तिमीलाई हामीले नदेखेको जे भए पनि ठिक छ कसैलाई के भयो मेडिकल सम्बन्धी बाइक सम्बन्धी केही पनि प्रब्लम भयो भने यही होला नि तिमी ग्रुप फोटो खिच्ने बस्ने हो र जाउँ पर हेलो ओ ढाल कसो कसोमा मेरो लुगा देखेर म अचम्मै पर्दैछु कलरसँग ठ्याक्कै म्याच गर्ने लुगा क्या यो के हो यस्तो अब चाहिँ हामी फाइनल्ली रूपमा राइड गर्नको लागि चाहिँ रेडी भइसकेको छौँ सबैजना निस्किसक्नुभयो यसरी फोटो सेसन चलिरहेछ यता टन्नै ओहो छेकियो त हो जय बुलेट मेरो त झन्डा पनि त्यहाँ बाङ्गीको ख्याल बाङ्गीको नि झन्डा पनि यो सामान्य भ्याम दिएको रहेछ नि त यो टेपले लगाएको सबै हेर्नु न मेरो त नि त्यो भाइले हामी चाहिँ अहिले जोरपाटी भन्ने ठाउँमा चाहिँ आइरहेको छौँ उहाँहरू भर्खर आउँदै हुनुहुन्छ पानी परे पछाडि पनि तपाईँको जस्तै बिहान पऱ्यो भने एकछिन पछाडि पनि लाउनु मिल्दैन चिसै हुन्छ सबै अनि लगाइसके पछाडि कम्तीमा 4-5 घन्टा घाम लागेर सुक्नुहुन्छ क्या अहिले मौसम खराब भइरहेको छ अब त्यो अप्ठ्यारो अन्त के भन्दै हुनुहुन्छ बाटो जोर पार्टी दुई धनकुटामा छौँ है बाटो दिनु होला बाटो हामीले सबैजनालाई चाहिँ यो फेरि हामीले रुद्राक्ष माला पाएछौँ पानी पाएछौँ स्वागत हामीलाई यहाँनिर चाहिँ यहाँ गाउँपालिकाको वडा अध्यक्षज्यू नै यहाँ हुनुहुन्छ छत्र सुब्बाज्यू हुनुहुन्छ है दाइबाट एक शब्द यो सुरुमा हाम्रो उहाँ चाहिँ यहाँको वडा अध्यक्ष हुनुहुँदो रहेछ
त्यस्तो तिमीले पनि एकछिन हाम्रो राइडर्सहरूलाई हस्तान्तरण गर्नु बाटो छ, बाटो, बाटो छ। अब समयलाई मध्यनजर गर्दै यहाँ हाम्रो वडा गाउँपालिका अध्यक्षबाट त्यसको लागि हामी रोयल स्टोन एन्ड ट्रेडर्स परिवार एकदमै आर्थिक स्तब्ध छौँ। अब त्यस्तो उहाँहरूको यो स्वागत सत्कारले नि हामीलाई अझ धेरै प्रेरित गर्छ राइडहरू गरिरहन। ल अब आउनु न राइडरहरू प्लिज बोल्नु भएको छैन। यहाँहरू सबै बाइक राइडर भाइहरूलाई बहिनीहरूलाई हृदयदेखि नै छतरपुरपाटी गाउँपालिका हार्दिक आभार व्यक्त गर्दछ। यहाँहरू सबैलाई यो रोयल इन्फिल्ड कम्पनीले यहाँलाई पठाएको छ र छतरपुरपाटी गाउँपालिकाको सदरमुकाम जोरपाटी बजारमा यहाँहरू आइदिएर जोरपाटी बजारको गौरव र शानलाई उच्च राखिदिनु भएकोमा अन्तमा पनि यहाँहरू सबैलाई हृदयदेखि आभार व्यक्त गर्दै हाम्रो ठाउँलाई पनि यहाँहरू सबैले सदैव यसरी नै माया गरिदिन र सहकार्य समन्वयमा देखाम त सबैजनाको चेस भइसकेछ हाम्रो पनि देखाम। विशेष गरिकन छतर गाउँपालिकाको वडा अध्यक्षज्यूले चाहिँ धन्यवाद। फाइनली हामी चाहिँ आर्ट गार्डनमा पुगेर पनि अनि जाडो धेरै थियो, त्यही भएर चाहिँ जाडो धेरै भएको कारणले भएन यो पोखियो मेरो लुगा मैले। अनि हामी चाहिँ यहाँनिर पुगिसकेर पनि यहाँ चाहिँ अब हाम्रो कार्यक्रम हुन्छ राइडरको बुलेट। फाइनल्ली हामी चाहिँ आरआर गार्डनमा आइपुगेर पनि हाम्रो कपमा खाना भ्याइसक्यौँ। यो चाहिँ यहाँ चाहिँ ब्ल्याक टी अनि अर्को चाहिँ चौरी गाईको दुध थियो। अनि हामीले खाइसक्यौँ जाडो भएर चाहिँ। अनि अब हामी चाहिँ यहाँनिर हल्का प्रोग्राम छ, त्यस पछाडि चाहिँ खानाको उयो हुन्छ अनि त्यस पछाडि गेमहरू सुरु हुन्छ। हल्का डान्सहरू रमाइलो गर्ने अनि घर फर्किने रिटर्न फर्किने होइन। हजुर अनि यस्तो छ। अब चाहिँ हाम्रो कार्यक्रम यही गार्डनमै सुरु हुन लागेको छ। यस्तो छ। यहाँ चाहिँ अब गेमहरू सुरु हुँदैछ। आफ्नो आफ्नो नाम टिपाइरहनु भएको छ उहाँहरूले। आफ्नो आफ्नो तालमा छ। यस्तो छ। यो त सिटीको आधारमै भयो त। सिटीले यो त के हो सिटीले सक्यो। हामी चाहिँ यो अब खानको लागि लाइन हो, तर पानी पनि पर्दैछ। यति धेरै जाडो पनि छ कि यहाँनिर सबै रक गार्डन आर्ट गार्डनको ग्रासहरू पनि बुढो भएछ। जाडो जाडो। फुल हाउस पानी परिरहेको छ।
चाहिँ मानको पर्खाइमा हो। धेरै पानी पर्दैछ यहाँ। पानी परेर चाहिँ अहिले चाहिँ रोकिरहेको अवस्था छ। कार्यक्रम पूर्ण फेरि तयारी हुँदैछ। यस्तो छ यस्तै छ हाम्रो पारा। यस्तो छ हाम्रो पारा। अनि खोइ मलाई चाहिँ त नि हाम्रो पारा खोइ यस्तै छ हाम्रो दिगको पारा। यस्तै छ हाम्रो पानी परेर यस्तो भएको छ। उतादेखि जानुपर्ने रहेछ। हेर्नु त भल बग्दैछ यहाँ भल। यहाँ चाहिँ पुरै भल बगिरहेछ। हामी चाहिँ पूर्ण रूपमा पेटको तयारीमा पुरै अब चाहिँ हामी कार्यक्रम त सकेको छैन र पनि अगाडि घर जानु पर्यो भनेर सोच्दैछौँ। हाम्रो कार्यक्रम चाहिँ सकेको छैन। अब चाहिँ हामी जाने अवस्थामा छौँ। यहाँ चाहिँ एउटा सानो सानो समुद्र तरेर जानुपर्छ है। पुरै दिदी तर्दै हुन्छ समुद्र। दिदी एकचोटि तरेर देखाइदिनु त। दिदीले तरिसक्नु भयो समुद्र। अब मेरो पाली। Just joking. एउटा ठुलो समुद्र छ है। एउटा यो चाहिँ पोखरी छ। अनि भ्यू एकदमै राम्रो छ। पानी परिरहेछ। अब चाहिँ म फेरि सानो सानो स्मल कोसी तरेर जान्छु ल खोला। दि भयो आउनु। हाम्रो चाहिँ पुरै पानी परेर पानी पर्यो। मौसमले ओभर च्यालेन्ज हान्यो दि। स्मेलहरु खाने अब घर जाने। दि कस्तो भइरहेछ? एकदम रमाइलो भइरहेछ। मौसमले च्यालेन्ज गरिरहेछ। अनि यस्तो बेलामा के खाँदा हुन्छ? यस्तो बेलामा 3 पानी। यो पनि गुराँसको लोकल हो कि क्या हो? यहाँको अर्ग्यानिक यहाँको है। भने कस्तो मजा हुन्थ्यो होला हैन? हो नि एकदम। तर हामीसँग छैन अहिले हामीसँग। हेलो हामी चाहिँ बहिनीको घर अगाडि छौँ। ह्यापी बर्थडे ह्यापी बर्थडे आज हामी शुक्रबारे आएर छौँ। रमाइलो गरिरहेको छौँ यहाँ होइन। म पनि 16 वर्ष पछाडि आइपुगेको छु आज। 16 वर्ष भएछ म यहाँ आएर गएको। म त पहिला आउँदा सबै यो थियो क्या। केही बनेको थिएन।